गाइस आज हाम्रो आलु रोपाइ हुँदैछ हेर्नुस् बेबीले पनि रोप्नु हुँदैछ हेर्नुस् आलु यहाँ काम गर्नु भन्दा धेरै त यहाँ हेर्नुस् न म हेर्नुस् बेबीको काम जाम हेर्नुस् गाइस है यहाँ मेरो मम्मी हुन्छ बेबीको मम्मी चाहिँ खनिरहनु भएको छ हेर्नुस् न बेबीलाई मल चाहिएको र झगडा हुँदैछ म चाहिँ मेरो बुनी खै के एकै धुनमा के गरी बसिरहेछु म बाबा काकीहरू के गरिरहनु भएको छ अनि हामी चाहिँ वहाँ लसुन रोपिसकेछौँ अनि यहाँ मेरो बेबी खोलिया न यसलाई अब आलु रोप्न आऊ बेबी आऊ ल न यहाँ बेबी आऊ यी आलु रोप्न यी हेर यसरी रोप्नुपर्छ आलु चाहिँ ल त यो लिएर आइज मैले चाहिँ मम्मीले मल पकाइदिनु भयो यता छर्दिनु होला कि छरिसक्नु भयो मेरो मल छरेको होइन मल सकिसकेछ गाइस अब मेरो यस्तो गर्ने हुँ उहाँ बेबीले चाहिँ अब हँसिया चलाउन थालिसकेको छ हँसिया मागेन भने फेरि यहाँ बेबीले आलु काट्ने बेर छैन यहाँ धन्न हँसिया चाहिँ मागिसकेछु अब लुकु भनेर आलु रोप बेबी आऊ आलु रोपै यहाँ यी आलु रोप हँसिया छिटो जाऊ मम्मीले दिँदैछ हँसिया मम्मीले यहाँ आलु काट्नु हुँदैछ आलु काट्दै रोप्नु हुँदैछ बेबी नाचिदेऊ के आयो ट्याक्टरलाई बोल हेलो गाइस हो भन म आलु रोप्दैछु म पुर्दैछु अनि मम्मीहरूलाई काम सघाइदिँदैछु भन बोल्न सकिन अप्ठ्यारो कुरा भर्खर चाहिँ 2 वर्षको हुँदैछ उहाँ भर्खर यहाँ लिपस्टिक लाएर म्याडमको यहाँ चढ्ती कला हेर्नु न चढ्ती कला आलु पनि रोप्न कति गाह्रो छ यो म्याडमले गर्दा मैले चाहिँ त्यही म्याडमलाई हेरि बसिरहनु छ अनि अलिकति फुर्सद पाएँ अनि त्यसरी भ्लग बनाउन थालेको हेर्नुहोस् मेरो बेबी चकचक गरे कि मलाई मेरो बुढी भन्दा मेरो छोरी उहाँ आलु काट्नु भन्दा दिदी बसिरहेछ के गर्नु छोरा भने मैले 11:30 बजी अब म मल लिन जाँदैछु गाइस हे मेरो यहाँ धनिया फल्दैछ यहाँनिर अनि हामी रायोको साग अनि यहाँ अमलको बोट छ यहाँ चाहिँ खेतबारीहरू छन् अनि यता पनि लसुनहरू के रोपिसक्नु अब मेसिन बन्द